आज चाहिँ हाम्रो विद्यालयमा विदाई कार्यक्रम चलेको छ। 9 ले 10 लाई विदाई कार्यक्रम गर्नेछ, हेर्नुहोला गाइस। आज चाहिँ आजको माहौल चाहिँ यस्तो छ, तर यहाँ आज विद्यार्थीहरू छैनन्। चाहिँ हाम्रो हेड सरले बोलाइरहनु भएको छ। टक्क आज चाहिँ विकी सर यता हेरिदिनु न एकपालि। विकी सर चाहिँ यसो बिजी हुनुहुन्छ होइन। हामी चाहिँ यसो भित्रपट्टिबाट बाहिर हेर्छौँ। यो चाहिँ आज फेरि भेटौँला भन्ने यहाँ लेखेको छ, त्यही अनुसार हामी चल्दैछौँ। आजको विदाई कार्यक्रम चाहिँ यो भिडियोहरू अन्तिमसम्म हेरेर लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई बाई गाइस, लास्टसम्म हेर्नु है। सर हाम्रो चाहिँ सब्सक्राइब गरिदिनु है। यतिकै निकालिदिन्छु त म त 1K पुगेको छ के हो कि साथी 1K राम्रोसँग हेर्नु 1K हो ढुक्क यो राम्रो कम्पनी जापानबाट ल्याएको लाइक सब्सक्राइब गर्नु नबिर्सिनु। हजुरहरूले लाइक सब्सक्राइब गरिरहनु होला। कक्षा 9 द्वारा कक्षा 10 का दाइदिदीहरूलाई शुभकामना प्रदान तथा फेरि भेटौँला कार्यक्रमको सञ्चालक आज मिति 2081 12 महिना 5 गते का दिन कक्षा 10 का दाइदिदीहरूलाई एसईमा उच्च अङ्कसहित सफलता मिलोस् भन्ने शुभकामना प्रदान गर्नका साथै फेरि भेटौँला कार्यक्रम सञ्चालन गर्न हामी कक्षा 9 का विद्यार्थीहरू गइरहेका छौँ। अब म कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउन चाहन्छु। कुनै पनि कार्यक्रम सञ्चालन गर्नका लागि अध्यक्षको आवश्यकता पर्ने हुनाले आजको यस कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुन मेरै सहपाठी मित्र सुमिना छेत्रीलाई म हार्दिक विनम्र अनुरोध गर्दछु। निकिता राणा र आस्था बुढाले यहाँ टीका लगाएर सहयोग गरिदिन हुन म विनम्र अनुरोध गर्दछु। अध्यक्षको अनुमतिले म आजको यस कार्यक्रमलाई अगाडि बढाउन अनुमति चाहन्छु।